एकै हुन्छ। अब हामीसँग चुनाव यति मात्रै हो, या त बाँच्ने तरिकामा शैलीमा आगो लगाएर नयाँ किसिमको जीवनशैली खोज्नु, या पुरानो घिसे पिटेको काम न काजको जीवनशैलीलाई धर्मको नाउँमा, संस्कृतिको नाउँमा, जातको नाउँमा, देशको नाउँमा या संस्कारको नाउँमा त्यो शैलीलाई भिर्दै भित्र आगो सल्काई सल्काई जिउँदै मर्नु। रुमीले जब भन्छन् कि सल्काइदेऊ आगो तिम्रो जीवनमा, जीवन ठिक चलिरहेको भए भन्नु पर्दैन थियो, जीवनले लाइन लागिरहेको भए भन्नु पर्दैन थियो, जीवन सुन्दर, आनन्दित, अर्थपूर्ण, प्रेमपूर्ण भएको भए जीवनमा आगो लगाउने आवश्यकता थिएन। तर बाहिरबाट सबै झलमल्ल देखिएको यो जीवन भित्रबाट सबै अलमल